तर्फबाट नमस्कार टक्राउन चाहन्छु। सर्वप्रथम त म यहाँ आउँदै गर्दाखेरि एकदम धेरै खुसी छु र यो खुसी मेरो मात्र होइन, यो आम प्युठानी जनताको खुसी हो र यो आजको दिन भनेको परिवर्तनको दिन हो। आजैबाट सुरुवात हुन्छ, ढुक्क हुनुहोस्। जहाँसम्म धेरै कुराहरू आएका छन्, अगाडि मेरो अग्रज दाजुहरूले भनिसक्नुभयो, विभिन्न कालखण्डमा सङ्घर्ष गरेर आएका, धेरै अनुभव बोकेर आएका र ती अनुभवका आधारमा धेरै आशा र अपेक्षा मबाट गरेर धेरै कुराहरू गरेर जानुभयो। अब विशेष त भवन निर्माणको कुरा सुरुमा निस्क्यो र सुरक्षाको कुरा निस्क्यो, समन्वयको कुरा निस्क्यो। म एउटा युवा हुँ। भवन यदि यो कार्यकालमा निर्माण हुँदैन भने ढुक्क हुनुहोस्, त्यो ठेक्का तोडेर भए पनि यही जनशक्ति परिचालन गरेर भए पनि म भवन बनाउँछु, बनाएर छोड्छु। यो कुरा म प्रतिबद्धता गरेँ। यो सामान्य जनशक्ति हो। 1000-1500 युवाहरू उतारेर भए पनि अस्पतालको भवन म आफै निर्माण गर्छु। सिमेन्टको बोरा बोक्नुपर्छ या छड बोक्नुपर्छ, म आफै बोकेर भए पनि निर्माण गर्छु। तर त्योभन्दा अगाडि ठेक्का प्रक्रियामा गइसकेको कुरालाई कानुनी प्रक्रियामा होस्, चाहे उसको ठेकेदारको घरमै पुगेर होस्, चाहे जिउ गरेर होस्, त्यसको खुट्टा ढोकेर आओस्, तर यो कार्यकालमा अस्पताल निर्माण हुनुपर्छ। नयाँ भवन निर्माण नहुँदै गर्दाखेरि देखिएका समस्याहरूलाई यही पालिमा हामी समाधान गरेर जानेछौँ। त्यसमा ढुक्क भएर गर्नुहोस्। म आउँदै गर्दाखेरि यो रोमा देखेँ हाम्रो डाक्टर साथीहरूलाई। हिजो 8 क्लासमा मैले जिल्ला टपर गर्दाखेरि यही डाक्टर साथीहरूले जस्तै यो उसमा बोकेर डाक्टर डीआर कृष्ण लेखेर हिँड्छु भन्ने एउटा सपना बोकेर हिँडेको थिएँ। त्यो सपना विभिन्न समस्या, परिस्थिति अनि जीवनमा घुम्तीहरूका कारणले गर्दाखेरि म त्यो डाक्टर बन्ने सपना पुरा गरेन। तर आज डाक्टरहरूसँग हातेमालो गरेर सेवा, जनताको सेवामा समर्पित हुनका लागि म व्यवस्थापन समिति, विकास समितिको अध्यक्ष भनेर यही अस्पतालमा आएको छु। म धेरै खुसी छु। यो सहकार्यले, यो हामी बीचको समन्वयले, हामी बीचको सद्भावले, हामी बीचको भाइचाराले यो अस्पताललाई नेपालको 1 नम्बर अस्पतालमा स्थापित गर्नका लागि हामीलाई कुनै समस्या छैन। तर हामी लाग्नु पर्यो, हामीमा इच्छा शक्ति हुनु पर्यो। यता हेर्छु, हाम्रो मेडिकल सुपरिन्टेन्डेन्ट सरलाई देख्छु, मेरो बुवाको एजको हुनुहुन्छ। म सोचेँ अनुभव कति होला, एज मात्र मेरो बुवाको एजको हुनुहुन्छ, अनुभव कति होला। म अब धेरै कुराहरू सुधार गर्नको लागि म बाहिर जानै पर्दैन। मलाई जहाँसम्म लाग्छ यही पर्याप्त छ। उहाँहरूले दिएका सल्लाह सुझावहरू, उहाँहरूमा भएका अनुभवहरू, मसँग भएको ऊर्जा अनि मसँग भएको त्यो परिस्थिति अनुसारको बदलिन सक्ने र परिवर्तन गर्न सक्ने एउटा अठोट र जिम्मेवारीले मलाई लाग्छ अस्पताल छिटै सुध्रिन्छ। अस्पतालभित्रका समस्याहरू मैले धेरै निहालेर हेर्ने कोसिस गरेँ केही समय। यो समयमा धेरै समस्याहरू मैले देखेको छु। अब अस्पताल, सरकारी अस्पतालभित्र छिर्दै गर्दाखेरि एउटा बिरामीले सोचेको सरकारी अस्पताल हो, निजी अस्पतालभित्र छिर्दै गर्दाखेरि सेवा सुविधाहरू सम्पूर्ण पाउँछु भन्ने सोच्छ। तर सेवा सुविधाको हिसाबले हामीले यो जनशक्तिलाई परिचालन गर्न सक्यौँ र साँच्चीकै सेवा दिन सक्ने अवस्थाहरू निर्माण गर्न सक्यौँ। यहाँ भएका स्वास्थ्य कर्मीहरूलाई सही वातावरण निर्माण गरिदिन सक्यौँ र सम्पूर्ण राजनीतिक दलका व्यक्तित्वहरू, पालिकाहरू, वडाहरू, सम्पूर्ण दाताहरूसँग सहकार्य गरेर अगाडि बढ्यौँ भने सुविधा सम्पन्न अस्पताल प्राइभेट अस्पतालहरू होइन, सरकारी अस्पतालहरू नै सुविधा सम्पन्न अस्पतालहरू हुन्। यो कुरामा हामीले बुद्धि पुर्याउनु पर्ने आवश्यक छ। अब जनशक्ति आवश्यकतालाई परिपूर्ति गर्न, जनशक्ति थप्ने कुरामा म सम्पूर्णमा अवगत गराउन चाहन्छु। म एउटा युवाले नेतृत्व गर्दै गर्दाखेरि केही फरक गरेर देखाउँ र परिवर्तन यही पालामा सम्भव छ भनेर हिँडेको मान्छे। म समन्वयकारी भूमिका गर्न म कसैसँग पनि हिचकिचाउँदैन। म मेरा अग्रजहरूको घर दैलोमा पुग्न पनि हिचकाउँदैन। स्वास्थ्य कर्मीमा भएका समस्याहरूलाई बुझ्दिनका लागि म उहाँहरूको कार्यकक्षसम्म पुगेर तपाईँहरूको समस्या के हो भनेर सोध्न पनि म हिचकिचाउँदिनँ। यति सहज भएको छ स्थिति। हामीलाई एउटा अनुभव प्राप्त मेडिकल सुपरिन्टेन्डेन्ट यता ऊर्जा लिएर केही हुटुटी परिवर्तन गर्छु भनेर हुटुटी बोकेर आएको व्यवस्थापन समितिको अध्यक्ष म र हिजो मैले नै सपना देखेर यो डाक्टर बन्छु, सेवा गर्छु भनेर सपना देखेर बन्न नसके तापनि
यही डाक्टर साथीहरू यही स्वास्थ्यकर्मी साथीहरूसँग कोर्डिनेसन गर्न पाउने एउटा मौका पाउनु र यहाँ हेर्दाखेरि सबैजना फेरि यहाँ पनि उही युवा देखेको छु। यो जमातले परिवर्तन गर्न सकेन भने हामीलाई हाम्रो पुस्ताले मात्र होइन, प्युठानी जनताले मात्र होइन, हाम्रो पुस्ताले मात्र होइन, सम्पूर्णले हामीलाई सराप्नेछन्। यो किसिमको ऊर्जा बोकेर, यो किसिमको समन्वयकारी भूमिका बोकेर हामी बीचको सद्भावलाई अगाडि बढाएर, हामी बीचको सहकार्यलाई अगाडि बढाएर र हामीसित भएको दक्षतालाई प्रस्फुटन गरेर बिरामीहरूको सहज स्वास्थ्य उपचार र अस्पतालको परिवर्तनका लागि भोलिबाटै कम्मर कसेर लाग्नेछौँ। सम्पूर्णमा म आग्रह गर्न चाहन्छु र यहाँ स्वागत गर्न बस्नुभएका सम्पूर्ण साथीहरूलाई, स्वास्थ्यकर्मी साथीहरू, कर्मचारी साथीहरू सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट फेरि धन्यवाद दिन चाहन्छु। र परिवर्तन आजैबाट सुरु हुनेछ, अभियानहरू आजैबाट सुरु हुनेछन्। विभिन्न 9-10 वटा समस्याहरू मैले टिपोट गरेर आएको छु र समस्याहरू र घोषणापत्र मैले आजै जाहेर गरिनँ र यो गर्छु भनेर घोषणा मैले आजै गरिनँ। 8 देखि 10 वटा मेरा चाहिँ योजनाहरू छन्। त्यो योजनाको विषयमा यस कार्यक्रम पछाडि म यहाँका दक्ष जनशक्तिहरूसँग बसेर, मेडिकल सुपरिन्टेन्डेन्टहरूसँग बसेर, विशेषज्ञ डाक्टरहरूसँग बसेर र लामो समय यहाँ काम गरिरहनु भएका र समस्या खास के हो भन्ने थाहा पाउनुभएका कर्मचारी साथीहरूसँग बसेर त्यो समस्याको बारेमा बुझेर र गर्न सकिने कामहरू, धेरै कामहरू त मैले भनिसकेँ। भवन निर्माणका कामहरू, स्वास्थ्य कर्मीलाई चाहिँ सहज वातावरण निर्माण गर्नेका कामहरू, अनि गएर चाहिँ तपाईँको मेडिकल फुल्ली फङ्सनल मेडिकल इन्स्ट्रुमेन्ट सहितका चाहिँ ल्याबहरू, अनि त्यसपछि गएर आइसियु निर्माणका कुराहरू, धेरै कुराहरू छन्। यसमा के गर्न सक्छौँ हामीले बुदावाइज हामीले यो गर्न सक्यो भनेपछि यो काम यो बोल्ने मात्र